नमस्ते। नयाँ वर्षको हार्दिक शुभकामना। हरेक वर्ष नयाँ साल आउँदा हामी सबै भन्छौँ नि है, यो वर्ष चाहिँ पक्का के नयाँ गर्छु, आफूलाई चेन्ज गर्छु। तर साँच्चै भन्नुपर्दा सालको लास्टसम्म आउँदा धेरै कुरा अधुरो नै रहन्छ। किनकि हामी ठुलो ठुलो प्लान बनाउँछौँ, ठुलो ठुलो प्रमिस गर्छौँ अनि प्रेसरमा परेर बिस्तारै सबै छोडिदिन्छौँ। यो वर्ष ठुलो कुरा होइन, यो वर्ष सानो सानो कदमबाट सुरु गरौँ। जस्तै लाइफस्टाइलमा सानो चेन्जेस ल्याऊ। एकैचोटि सबै चेन्जेस गर्नु पर्दैन। जङ्क फुड एकदमै छोड्नु पर्दैन, तर जङ्क फुडबाट हेल्दी फुडतिर बिस्तारै जाउँ। घरको सिम्पल खाना, दाल भात सब्जी फ्रुट्स, यो पनि हेल्दी नै हुन्छ। दिनमा 10-15 मिनट भए पनि अलिकति एक्सर्साइज, योगा, जुम्बा, तपाईँलाई जे मनपर्छ त्यो गर्न सक्छौँ। रेगुलर त्यो कुरामा पर्फेक्ट हुनु पर्दैन, तर रेगुलर हुनु चाहिँ सबैभन्दा ठुलो कुरा हो। जो सबै सानो सानो चेन्जेसले हाम्रो लाइफमा ठुलो चेन्जेस ल्याउनेछ। मनलाई राम्रो लाग्ने केही कुरा पढौँ या सुनौँ, हेरौँ। बुक, म्युजिक, पोडकास्ट, तपाईँलाई जे मनपर्छ त्यो सुन्नुहोस्, पढ्नुहोस्। मनलाई धेरै शान्ति पाउनुहुन्छ। अनि सबैभन्दा इम्पोर्टेन्ट कुरा, आफूलाई टाइम दिनुहोस्। आफूलाई प्रेसर नदिउँ, पर्फेक्ट हुनु पर्दैन। कहिलेकाहीँ फेल भए भने पनि ठिकै छ, भोलि फेरि सुरु गर्दा हुन्छ। यो वर्ष कम्पेयर होइन, कम्पिटिसन होइन, सिर्फ आफ्नो लागि गरौँ। सानो कदम तर डेली कदम लिउँ। यही नै हो रियल चेन्ज। यो नयाँ वर्ष आफूलाई बुझ्ने, आफूलाई केयर गर्ने, आफूलाई माया गर्ने वर्ष बनाऊ। ह्याप्पी न्यू इयर। थ्याङ्क यू।